गाइसहरु हामी गोर्खा आइपुगेका छौं। घुम्दै घुम्दै यहाँ यस्तो रहेको छ हाम्रो गोर्खाको पार्क। हेर्न सक्नुहुन्छ यहाँ गोर्खा लेखेको छ। हामी घुम्दै छौं। यो गोर्खा यो सैनिकहरु बस्ने के भन्छन् त्यही रहेको छ। धेरै ठुलो रहेको छ यहाँ सैनिकहरु बस्ने त्यही। वहाँ मौरीको छट्टा रहेको छ। त्यसमा धेरै पाल छ। अनि अब भित्रको लडाई खेल्ने कुरा हेर्न जाँदैछौँ। अब यहाँ सैनिकहरु लडाई खेल्छन् अरे। खेलेको पहिलाको हो। अब हामी पनि त्यही लिएर लडाई खेल्ने भनिरहनु सरले। अब के गर्नु, खेल्नै पर्ला। जे भयो देखा जाला। गाइसहरु तपाईहरुको लागि फुल हामी जाँदैछौँ लाइन बाइ लाइन। देख्न सक्नुहुन्छ हाम्रो लाइन। हामी पनि यहाँबाट जाँदैछौँ। त्यहाँ यति भिड रहेको छ। हामी यहाँ खुल्लामा हिँडिरहेको छ। गाइसहरु हामी जान लाग्यो। अब यहाँ टोप सोप राखेको छ। हेर्न सक्नुहुन्छ टोप। यसले नै मारेको अरे पुलिसहरुले। उसलाई हानेको तर खै को हो त्यो मलाई नै थाहा छैन। यही टोप हो, खुनी टोप। हामी खुनी टोप हेर्दै रमाउँदै आए। दुईटा टोप रहेछ। यहाँबाट हाने इन्डियामा टबास खतम। हामी अब यहाँ किलाको भित्र पसिहाले। किलाको भित्र जाँदैछौँ हामी। यहाँ त टोपै टोप रहेछ त। गाइस हामी यहाँ पार्कको म्याप स्याप हेर्दै। यही ढुङ्गाले टाउको फोरेको अरे। वहाँ पुगिसके मान्छे हाम्रो टिमको हो। तर हामी यही छौँ। खतरा रहेछ। आई एम भेरी फ्यान। कोट रहेछ खतरा। यहाँ भिडियो यहाँ देख्न सक्नुहुन्छ। यहाँ स्कुल चित्रकला सेम हाम्रो स्कुल जस्तो छ। अँध्यारो भयो गाइस। अहिले एकछिन पछि हामी भेटौँला। यहाँ चाहिँ हामी यहाँ भित्र बसिसकेका छौँ। देख्न सक्नुहुन्छ यो धनगढी जाने नक्सा। यो नेपालको नक्सा हाम्रो। यो खतरा किलाहरूको नक्सा। अनि यो गोर्खालीहरू हाम्रो गोर्खाली। हेलो खतरा रहेछ त। गाइसहरु हामी चाहिँ यहाँ भेटिरहेका छौँ। यही मटकामा पानी पिएर यही मटकामा पानी पिएर रक्सी लिएर हानेका हुन् ढुङ्गा। गाइस देख्न सक्नुहुन्छ तपाईँ। हुक्का गाइस हुक्का। पहिलाको हुक्का गाइस। गाइस यो के हो गाइस? यो के हो गाइस यस्तो? गाइस जग पहिलाको राजाको दुध खाने राजाको दुध खाने जग। पानी सानी खाने पैसा मनी पैसा। राजा यसमै सुतेको। राजाको बिहे यसमै भएको गाइस। यसमै बोकेको गाइस।
राजालाई यसमै बोकेको गाइस। हाम्रो मगध देशको राजा रानी मगधमा गाइस। यहाँ त कपडाको रहेछ, खतरा छ। हामी चाहिँ अब यो हेर्दै जाउँ यो ड्रेसहरू, पहिलाको गोर्खाको ड्रेस। थारूको ड्रेस चाहिँ छैन होला यहाँ। गाइस अब हामी यताबाट धेरै नजाउँ किनकि थाहा छैन, बढी मोटा पनि जाने हो। गाइसहरू हामी यहाँ पुगिसक्यो। नेपालको नक्सा गाइस, हाम्रो खतरा नेपालको नक्सा। तपाईँहरूलाई त थाहा नै होला। यहाँ धेरै बोल्नुहुन्न। यो हाम्रो राजाजी। अनि यहाँ के हो पहिलाको यो राजा सर। आफै पढिहाल्नु होला गाइस। यहाँ इङ्ग्लिसबाट यहाँ नेपालीबाट गाइस, आफै पढ्नु होला। यहाँ राजाहरू हाम्रो वीर गोर्खालीहरू गाइस। राजा कृष्ण शाह, यहाँ कृष्ण शाह हुनुहुन्छ। आफै गाइस तपाईँहरू 4 क्लासमा पढ्नुभयो छ भने तपाईँहरूलाई थाहा नै होला। राजा रुट शाह गाइस, हाम्रो वीर हाम्रो राजा रुट शाह। म पनि राजै हो गाइस, एक प्रकारको घरको राजै नै हो म, सानो राजा गाइस। बट्टीलाई के भयो गाइस? गाइस हाम्रो राजा लगेर यहाँ हो रियली यो 1656 मा सुन्ने गाइस। पृथ्वीनारायण शाहको शालिग्राम स्तम्भको अभिलेख। राजा पृथ्वीनारायण शाहको राज्यकालमा चन्द्ररूप शाहले बनाएको गोर्खा दरबार रहेको अभिलेख सहितको तोप गाइस। तोप गाइस 1636 खतरा टोप गाइस। टक्क हेर्दै ल यसो हाम्रो राजाहरू। यहाँ चाहिँ हामी जान्यो गाइस आरामले। गाइस हामी बाहिर निस्किसक्यौँ किनकि वहाँ भित्र देखाउन पाएन अरे, त्यसैले अब हामी यहाँबाट लास्ट भिडियो बनाउँछौँ। यहाँ खतरा हामी हतियारहरू देख्यौँ होइन, खतरा थियो गाइस, एकदम सेक्सी खतरा हतियारहरू थिए, बन्दुकहरू पुरा शटगन गाइस। शटगन फ्री फायरमा हुन्छ नि त्यस्तै शटगन खतरा गाइस। सो गाइसहरू अब हामी यहाँ हेरेर अब निस्किन आँट्यो। हामी अब निस्केर यहाँ कहिले पनि आउँदैनौँ किनकि हाम्रो टाइमै हुँदैन यहाँलाई। अब आउने त्यस्तै हो। अब पोहोर परासाला होला आयो भने नत्र कहिले पनि आउँदैन। यस्तै हो। आज टोप देखिहाले हामीले, बन्दुक देखिहाले। अब के भन्नु, यति नै हो। अब हामी यो बाटो घर लाग्नेछौँ। यो बाटो लाग्ने हो, देख्न सक्नुहुन्छ गाइस। तपाईँहरूलाई देखाउँछु यहाँबाट जन्नत गाइस। जन्नत